नयाँ दिन गाइस। अब चाहिँ हामी कहाँ जानु लाग्यो रे नानु? गाइस आज चाहिँ हामी अब कहाँ जानु लाग्यो रे नानु? खै यहीँ बोटानिकल गार्डन हो कि कहाँ हो जान लाग्छौँ। त्यहाँ सामानहरू प्याक हुँदैछ। मामा र सुमन आए है त। यहाँ मैले पार्किङ भ्यान्डेसन गार्डन। ल म फोन गर्छु सुमनलाई। ल गाइस हामी चाहिँ त्यो पार्क आयौँ। खै नाम नि बिर्सेँ मैले बिहान के पो थियो। अब जाँदैछौँ। ल है अब चाहिँ एन्ट्रान्समा घुम्न आयौँ हामी। डिजाइन हेर्दा त राम्रो छ त बिल्डिङ। What is botanical garden? I don't know. यस्तै राखेको हुँदो रहेछ त। नाम हेर्न चाहिँ भ्याइएन है। चाहिँ जाँदैछौँ हामी भित्र गएर हेर्ने अब टक्क। ओके थ्याङ्क्स। ल ल ल गाइस ल है सुरुवात। ए यहाँको म्याप हेरौँ ल बिस्तारै म्याप अब होइन। त्यो वाटरफल फाउन्टेन सरी कस्तो छ रहेछ। मामा पनि आउनुभयो। अब चाहिँ हिँडौँ। कताबाट सुरु गर्ने हो ल है। लाली गुराँस नि छ हो। हो कोइन हाल्ने ठाउँ हो यो। गाइस विश पुरा हुन्छ जस्तो छ यहाँनिर कोइन हालेपछि गाइस। तर कोइन छैन मसँग। हिँडौँ हजुर। क्रेडिट कार्ड फालिदिउँ। क्रेडिट कार्ड फालिदिउँ न त ल। आइसकार कसले फाल्ने हो क्रेडिट कार्ड? यहाँ सेरोमनी ल है सबैको मनोकामना पुरा होस्। ल है माइजूले पुरा हुनुहुन्छ कि नै हेरौँ। ल है ल वाह फेरि एउटा फाल्ने हो कि? मेरो ब्याग भरि थियो डलर। कस्तो ब्यागै ल्याउन बिर्सेछ के त यस्तो छ भन्ने। पहिला आएछ धेरै गर्मी भएर होइन दिदी? ब्युटिफुल गार्डन। अनि हिजोको त्यो कुन पार्क थियो अरे? ए अँ त्यो भन्दा चाहिँ राम्रो छ यहाँ किनकि सबै टक्क एरेन्ज गरेर सेल्फ गाइडेड छ। यस्तो यस्तो छ त्यहाँनिर। एरिया नि ठुलै छ जस्तो छ यहाँको।
त्यहाँनिर खै कसको स्ट्याचु टाउकोहरू छ यता जान मिल्छ कता जाने कता मेज जाऊँ न त्यो मेज भन्ने कहाँ हो नेदर गार्डन के छ त हिमालयन लर्निङ गार्डन मेज भनेको कस्तो छ यता देखा जस्तो छ यही हो मेज हाम्रो म्याप खै म्याप हेरौँ न म्याप एकदम राम्रो चौराउने जस्तो लाग्यो मलाई कहाँनिर हो खै ओ यस्तो रहेछ न नाइस ग्रिनरी यो चल फोटो के हो यो थाहा भएन बस्ने ठाउँ ग्रिनरी मेज भन्ने नै भेटेन खै यस्तो मेज के भित्र गएर यस्तो टाइपको त होला नि यहाँनिर जुन बाटो गयो नि एउटै लाग्ने टाइपको के हो सरकार मेज भनेको यतै हामी ठिक ठाउँमै छौँ यतै देखाइरहेको छ यार तर हामी अहिले मेज खोज्दैछौँ गाइस म पनि छु ल यहाँ के हो यो स्ट्रबेरी रोज के छ गाइन यहाँनिर त तर राम्रो छ जे छ राम्रो छ है त है कस्तो राम्रो छ अन्त मामा खै त के छ यहाँनिर के लेखेछ यहाँ अघि बढाउँ मिसन मेज है त ओहो हो सरकार फेरि जम्प हानिदिनु त अब अझै हामी मेज खोज्दैछौँ गाइज तर यहाँनिर लास्टै राम्रो होइन आइज कस्तो लाग्यो मजा अवश्य आउनु होला ल है माइजूबाट अप्रुभ भइसक्यो यो वान अफ दि बेस्ट पिसफुल प्लेस क्यानाडाको भ्यान्कुभर एकदमै नाम के हो भ्यान डिसेन गार्डन एकदमै एकदम राम्रो रहेछ भित्र अनि हामीले झन्डै मिस गरे क्या अनि हो नि के भन्यो नानु ए यस्तो चाहिँ धेरै रहेछ ऊ त्यो स्ट्याचु जस्तो ठाउँ चाहिँ देखिरहेछ गाइज यहाँनिर होइन त नानु ल मेज खोज्दैछौँ गाइज अझै भेटेको छैन है मामाले भिडियो बनाउँदै हुनुहुन्छ यति सानो विथ फ्यामिली नेटिभ टु चाइना है कति सानो हो एकदम फर्स्ट टाइम हामीले यति सानो रोडोडेन्ड्रन देख्यौँ है गाइस के भन्न चाहनुहुन्छ त हाँ सुमन के भन्न चाहनुहुन्छ सानो रोडोडेन्ड्रनलाई पनि हो going to be noted.
हेलो मामा यता पनि बनाउँदैछु म रोकेर त्यसो पाराले पनि बनाइदिनु ठुलो चेयर मामा उठेर हेर्नु त कस्तो ठुलो चेयर हामी अझै कन्टिन्यू मेसकै बाटो छौँ यतातिर नि रहेछ जाने ठाउँ यतातिर हजुर ओहो पानी कहाँबाट आइरहेछ त्यहाँ ए यहाँ पानी लगाएको पो रहेछ त म त कहाँबाट आयो भन्छु यस्तो छ नि त रहेछ यहाँनिर कस्तो राम्रो ठाउँ के नानु कुरा गर्दैछु नि त्यहाँनिर के हो ए सनफ्लावर हामी सायद एप्पल फार्ममा आयौँ कि के हो ग्रिन एप्पल लेख्ने छ टिप्न पाइँदैन है टिप्न और खान पाइँदैन सनफ्लावर हेर्नुहोस् गाइस के छ के छ हामी चाहिँ मेजै खोजेर हिँडिरहेछौँ यहाँनिर चाहिँ सानो बाटो जान सोको लागि हो र यता हो जस्तो लाग्यो हेरौँ मेज यता हो कि यसो हेरेर सुमन सरकारले लानु त लान्छ तर होइन जस्तो लाग्छ मलाई यही हो र मेज होइन सुमन हो र होइन क्या हो ल ल यतै 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 रहेछ यस्तो छ राम्रो ल है अब हामी मेजमा हराउनलाई आइसकेका छौँ ल ल अघि बढौँ अघि बढौँ अघि बढौँ मेज आइसक्यो ए यहाँभित्र गएर पो हराउने रहेछ नि त ल ल गाइस फाइनली मेजमा आइयो अब भित्र गएर हराउनु पर्यो कहाँनिर रहेछ कस्तो रहेछ मेज हेरौँ है मेज अनि यस्तो रहेछ बन्द छ ल यताबाट छ है फलो मी गाइस यहाँनिर यता बन्द छ यताबाट देखिरहेको छ को छिटो जान्छ बन्द रहेछ होइन एकचोटि घुमाउँ फेरि गरौँ न त त्यस्तो के छ र म त गइरहेको छु है अन्त बन्द छ यता नि बन्द जस्तो लाग्यो मेज कहाँनिर हो त गाइस किन यो बिचमा पुगेन कि
त्यहाँनिर पुग्नु पर्ने थियो बिचमा हामीले भेटाउन सक्दैन तर अब हामी वान मोर टाइम फेरि ट्राई गर्ने कि भन्ने कुरो चल्दैछ गाइस है अब दिदी त निस्किनु भएको छैन दिदी भित्रै हुनुहुन्छ अझै ए सेन्टर भेटाउनु भयो दिदी मिस अब दिदी विनर 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 त्यस्तो रातै उ त छैन त्यो माटो अलि ठुलो ठाउँ यो माइजूको सुरुवात ल है भेटाम न त्यो पोइन्ट ल गाइज फेरि अब एक्चुअली हामी मेजको सेन्टरमा पुग्नको लागि हिँड्दैछौँ है मेज रनर मुभीको याद आयो मलाई चाहिँ कहाँनिर हो हेर्दैछ माइजू के भेटाउनु पर्यो रमाइलो छ नि मेज हामीले चाहिँ सेन्टर भेटाउन गाह्रो भएछ तर दिदीले अब त बिर्सिहाल्नु भने अघि त ऱ्यान्डमली हिँडेर सबै उस्तै छ अझै भेटिया छैन है यता त केही पनि छैन भाइजू है जाँदैछौँ हामी फेरि भित्र कता हो फाइनली मेजको सेन्टर चाहिँ पत्ता लागे जस्तो छ यही हो ल विनर विनर भइसक्यौँ हामी ल अब चाहिँ फर्किने एक्जिट कता हो फेरि के भएछ मनु जुत्ता अब चाहिँ हामी एक्जिटमा आयौँ ल यो मेजभित्र गएर आयौँ अब चाहिँ हामी वाटरफल खोज्न गइरहेको छौँ है अब चाहिँ यहाँ मिनी मिनी खोला तर्ने हो अब यता कन्स्ट्रक्सन रहेछ यतातिर ए ओ रहेछ नि त सानो पुल हो भनौँ न होइन के हो यो सनफ्लावर त होइन नानु सनफ्लावर त होइन त्यो ल अब हामी खोलातिर जाँदैछौँ गाइस के हो यो पोलिनेटर प्याराडाइस के हो यो ए सनफ्लावरको गार्डन सनफ्लावर एकदम ख्याल गरेर हिँडौँ न त हामी यहाँ होइन गाइस यस्तो छ यहाँनिर ओभरअल यो बोटानिकल गार्डन चाहिँ राम्रो रहेछ ल दामी सनफ्लावर गार्डनमा छौँ हामी मौरी पनि हिँडिरहेछ डरै लागिरहेछ अब चाहिँ हामी निस्क्यौँ बाइस पढ्दैछौँ होइन हामी चाहिँ निस्क्यौँ जाँदैछौँ हामी कहाँ जाँदैछौँ फल यसो वाटर झर्नातिर जाँदैछौँ लेट्स गो माइजू यो चाहिँ कस्तो लाग्यो सूर्यमुखी चाहिँ अलिकति डेड भएर रहेछ कि यहाँनिर त्यही भएर ओहो नानुश्रीले उहाँ पानी चेक गर्दैछु चिसो छ कि तातो छ भन्दै
हामी चाहिँ हिँड्दैछौँ अब है टक्क पछि पछि ल है टुइ टुइ हिँड्नु पर्यो यहाँनिर यस्तो छ के हो यो गर्मी मात्र भयो यहाँनिर चाहिँ ढुङ्गा ढुङ्गा छ ल यता कहाँ हो भन्ने चाहिँ थाहा छैन तर हामी चाहिँ हिँड्दैछौँ ल हिँडौँ 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 ल है ओहो नि चिप्लेला जस्तो छ त ठाउँ त ओ वाह हाइकिङै भएछ त सानोतिनो त मजाले उकालो ओह्रालो सिडी सबै हिँड्दैछु म ठिकै भएछ यो सुरुवाल लगाएर आएर गाइज कम्फर्टेबल एकदमै हिँड्नलाई त नाइस मस्ट भिजिट ठाउँ नै रहेछ हौ यहाँनिर Japanese winter green वाटरफल खोज्दैछौँ सुमन सरकारले यता हो भनेर बोलाउनु भएको छ पानी त सुक्यो होला यसो हेरौँ न ओहो वान्स मोर ओहो ए आवाज त आयो ए गाडीको बोलिन्छ कता यता उता ऊ त्यहाँ लेखिसक्यो रे बोर्ड ए वाटरफल वाटरफल यतै रहेछ गाइस ल सबैजना दिदी यतै रहेछ ठिक ठिक भन्नुभयो के रोपेको हैन यो के हो यस्तो यतातिर टच मिनट प्लान्ट हुँदो रहेछ कि क्या यो के त्यसलाई चाहिँ छुन मजा आउँछ नि वाटरफल यता रहेछ जाँदैछौँ स्विट बक्स रे कहाँ छ स्विट बक्स खै खोज्नु पर्यो स्विट बक्स भनेर पनि लेख्छ त ए यो वाटरफल सुकेको हो पानी गाइस पानी नै सुक्यो रहेछ यो वाटरफलमा त वाटरफलमा पानी सुकेको रहेछ त प्राङ्क भयो नि त गाइस यही हो ठिक ठिक फेरि यहाँनिर त कहाँबाट आउँछ पानी यहाँनिर चाहिँ कहाँबाट आउँछ पानी ए मुनितिर मुहान छ होला पानी सुकेको रहेछ गाइस
अब हामी चाहिँ अब चाहिँ फर्किन्छौँ होला राम्रो लाग्यो ठाउँ चाहिँ अब चाहिँ एक्जिटमा आयौँ हामी यो त्यही होला भाइ खै अब हामी त एक्जिट बाहिरतिर लाग्न थालेछौँ बाई बाई के हो यो नेपालको झार माथि उयो त्यो होला सर्च गरौँ त त्यो कस्तो देखिन्छ फोटो खिचेर नेपाल सिङ्कफल सर्च गरौँ नेपाल प्लान्टसँग मामाले यहाँ फोटो खिच्नु भयो भर्खरै अब चाहिँ हामी कन्टिन्यू एक्जिटतिर लागौँ है त ओह्रालो रहेछ है यहाँनिर चाहिँ ल यो गार्डन उसले बनाएको रहेछ कि क्वीन एलिजाबेथको बहिनीले आयो ल है दुई बहिनीको मिलेर बनाएछन् राम्रो पार्क के हो यो पनि नेपालकै छ क्या हो सर्प के भन्दो रहेछ इङ्ग्लिसमा नि कोब्रा लिली भन्दो रहेछ नेटिभ फ्रम नेपाल भनेर ठक्क देखियो यहाँनिर मामाले फोटो खिच्दै हुनुहुन्छ है त्यहाँनिर योतिर चाहिँ नेपालको धेरै रहेछ प्लान्टहरू हुन्छ ल मम्मी सुन्नुभयो मम्मी ड्याडी टक्क लाएर ग्रास फुल्ने बेलामा चाहिँ भिजा ड्याङ्गे लगाएर आउनु पर्यो कता हो आविष्कार त उता गयो त यहाँ त अघि हामी आए जस्तो पनि लाग्यो त है हजुर के हो यो हुन चाहिँ ए रोज फ्यामिली के हो यो ए हामी अघि यताबाट गएर यताबाट आयौँ अब सही हो कम्प्लिट होइन यो कुर्सीमा चाहिँ फोटो खिच्न जाँदैछौँ बिआएर गाइज ल मामा बसिदिनु पर्यो माइजू पनि टक्क हँसाउनु भयो यति ठुलो कुर्सीमा गाइज कसले बसेको थिएन हामी पनि बसेको थिएन है ए हुन्छ छुमन फर्किँदैछौँ ल है हो त्यसरी चाहिँ राखेको राम्रो देखिन्छ मास्टर एउटा चाहिँ त्यो चोरिमले भने झार हुन्थ्यो नि
कुन राखेको लेखेँ नलेखेन अँ, नेपालमा नि लेखेँ नेपालको आज झारहरू देखियो है मस्त। अब चाहिँ हामी फर्किँदैछौँ गाइस। यहाँको टुर रमाइलो भयो। ओ अब चाहिँ फर्किँदैछौँ हामी। है त के हो यो? Yeah, right. Thank you. Memories. धेरैजना घुम्नु आएको छ नि यहाँ त। हाम्रो चाहिँ सक्यो अब फर्किँदैछौँ। नाइस प्लेस। ठुलो ठुलो रुखहरू छ। दामी। यो रुख लास्टै ठुलो छ गाइस। अब हामी फर्किँदैछौँ। यहाँको घुमाइ एकदमै सफल भयो। सबैलाई राम्रो लाग्यो ठाउँ। अब चाहिँ हामी यहाँबाट फर्केर चाहिँ खै केही खान गइन्छ कि के हुन्छ। त्यसपछि चाहिँ घरतिर लाग्नुपर्छ आज। मामा मान्छेहरू फर्किनुहुन्छ त्यही भएर अब चाहिँ घरतिर लागिन्छ हामी। तिहारमा चाहिँ यहीँ आउनुपर्ने जस्तो रहेछ फुल लिनलाई। नेपाली फुल लेख्यो होला यो त यता पनि लगाइरहेको हुन्छन्। अन्त नेपालमा चाइनाबाट त आउँछ कन्टिन्यू फर्किँदैछौँ हामी। यता चाहिँ चौर छ पुरै। के हो यो साग हो र? साग हो र यो? ए एलिफेन्ट इयर्स। हात्तीको जस्तो कान भएको भएर चाहिँ एलिफेन्ट इयर्स। नम्नसाई कतै तिम्रो काम त होइन यो। फाइनली हामी बाहिर निक्लिएको जस्तो लाग्यो। तर अझै छ नि वरिपरि त्यो अघि कोइन फालेको ठाउँसम्म पुगेको छैनौँ हामी। जाँदैछौँ। यहाँनिर चाहिँ यस्तो यस्तो थियो। कता अब यतातिर? लगाइदिएको कलर ओहो यो रुख त राम्रो छ त। त्यही हो सुमन खन्ने हो भने अब अर्कोतिर अरू भन्छ एउटा नखानेवाला नि पाउँथ्यो नि त्यो हो त्यो रुख घर पछाडिको माथिको एउटा वाक ए रोज गार्डन रहेछ नि त यहाँ। अब हामी चाहिँ रोज गार्डन पो आइरहेको रहेछौँ त गाइस। म त बाहिर लाग्यो सोचिरहेको थिएँ। कलरफुल रोज गार्डनतिर जाँदैछौँ हामी। टक्क यतातिर नि के रहेछन्। राम्रो कलरफुल रहेछ फुलहरू यतातिर। टक्क आएर त्यहाँनिर नि खिच्दैछन्। ओहो यहाँ त के यस्तो जम्बो फुल के खालको फुल हो यो? खै रोज गार्डनमा रोज चाहिँ एउटा पनि भेटिन त। ए यहाँ रहेछ नि त रोज पिङ्क पिङ्क। रोज गार्डन यहीँ रहेछ गाइस। अब सक्यो हाम्रो रोज गार्डन पनि। यहाँनिर जाने ठाउँ त खतरनाक छ त नि। युकेको सिम्बल हो यो। सिपको लागि त्यो एङ्कर जस्तो टाइपको छ। थ्याङ्क यू। नि
के हो त्यो सुमन प्लान्ट क्लासिफिकेसन ए प्लान्टहरूको टाइप्स रोज कत्रो ठुलो रोज यहाँ रहेछ रोजहरू अहिले यस्तो घाम छ त्यही भएर होला डु नट क्लाइम्ब भन्दै टालेछ त्यहाँ रुखमा डु नट क्लाइम्ब भन्दै रुखमा मैले अस्ति पहिलोचोटि जिराफ देखेको कस्तो विश्वासै गर्न गाह्रो कति ठुलो आविष्कार खै त ए यताबाट आइरहेछ जिराफको कुराकानी चल्दैछ है गाइस यहाँनिर कहाँनिर ओहो केराको रुख पनि रहेछ त गाइस यहाँ त अब हामी वाटरफलमा आयौँ ए वाटरफल र फाउन्टेनमा कहाँ छ कछुवा ए वहाँनिर रहेछ पनि फाउन्टेन हुन्छ ल फोटो खिच्ने अब हामी ल अब चाहिँ हामी फाइनली यहाँबाट फर्किन लाग्यौँ फोटोसोटो खिच्यो रमाइलो भयो फाउन्टेन यहाँ छ ल फोटो नि लास्टै खिच्यो पछि हेर्नुपर्छ मजा आउँछ हामी जान लाग्यौँ है त बाई बाई सबैजनाले बाई अब चाहिँ हामी यहाँबाट जान लाग्यौँ मामा बाई भन्नु पर्यो अब हामी यहाँबाट निस्किन लाग्यौँ ल गाइस टाटा बाई बाई आउँछ छिट्टै अब मस्त ल है